केही राम्रो छैन। यहाँ मलाई धेरै गाह्रो भइरहेको छ। छोरी, अब भर्खर बिहे गरेर गयो कि नयाँ दुलाई नयाँ ठाउँ, अलिअलि गाह्रो त भइहाल्छ नि बा। फेरि अब तँलाई गाउँमा धेरै दिन राख्नुहुन्न नि ज्वाइँ साहबले, अस्ट्रेलिया लगिहाल्नुहुन्छ। त्यसपछि त तँलाई घरको घर धन्दा केही गर्नै पर्दैन, आनन्द हुन्छ। त्यसैले छोरी 2-4 दिनको दुःखलाई दुःख नमान क्या। ल, यो त रुन पो थाली त। किन रोकी? मेरो जाने बेला त मुसु 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 हाँस्दै गएकी थिइस् त, एक थोपा आँसु पनि झारेकी थिइनस्। अहिले त रुन थाली। मेरो याद आएको होला होइन? देखिस्, बिहे गरेर गएपछि आमाको महत्त्व कति हुँदो रहेछ। ल, मेरो पनि यो घरमा तँ बाहेक को छ र? तेरा दाजुहरूलाई त्यही भुन्टीको मात्रै गुणगान गाउँदा ठिक्क हुन्छ। झन् तेरो बाउको बानी त तँलाई थाहा छँदै छ नि, मेरो कुनै मतलबै गर्दैनन्। तँ बिना यो घर त मलाई शून्य लाग्छ। छोरी, तँ जहाँ जान्छस् मलाई पनि त्यहीँ लैजा है। तँ अस्ट्रेलिया जाने बेला मलाई पनि लैजा है छोरी। तँ जहाँ जान्छस् म त त्यतै तेरो पछि लाएर हिँड्ने हो। नत्र त मलाई यो घरमा टोक कसरी मार्छन्। छोरी, ज्वाइँलाई अहिलेदेखि नै मेरी आमालाई पनि अस्ट्रेलिया लान पर्छ, नत्र त म अस्ट्रेलिया जान्न भनेर घुर्क्याइराख है। होइन, कति रोकी? बोल न है, बोल, केही त बोल। के बोलौँ आमा, म के बोलौँ? म केही बोल्नै सकिरहेकी छैन। यहाँ त हामीले सोचेको भन्दा ठिक उल्टो भइरहेको छ। बिहानदेखि बेलुकासम्म काममा दलाउँछन्। मैले यहाँ छिसिक्क केही बोले भनेदेखि उल्टै म माथि कुटपिट गर्छन्। मलाई यहाँ धेरै गाह्रो भइरहेछ आमा, म यहाँ बस्न सक्दिनँ। के भन्दैछिस् त? यस्तो नचाहिने कुरा नगर है छोरी मसँग, नजिस्के है मसँग फेरि। जिस्केको होइन कि आमा, मलाई यहाँ धेरै गाह्रो भइरहेको छ। बिहे गरेको भोलिपल्टदेखि यिनीहरूले मलाई दुःख दिन थालेका छन्। अहिले त यस्तो छ, झन् पछि मेरो हालत के गराउँछन् यिनीहरूले। त्यही भएर आमा, म यहाँ बस्न सक्दिनँ, छिटो।